मेरो एउटा बाख्रा हराएर चाहिँ अहिले यहाँ जङ्गलमा खोज्दैछु। मलाई शङ्का लागिरहेछ, स्यालले खाए जस्तो लागिरहेछ कि। अनि यहाँ खोज्दैछु। अब बाख्रा त नभेटिएला, त्यही पनि अब यसो सङ्केत चाहिँ अब पत्ता लगाउन पाएदेखि हुन्थ्यो भनेर खोजिरहेको छु। यहाँतिरबाट घिसारेको छ, पक्का पनि यतैतिर पक्रे जस्तो छ। यहाँदेखि पक्रेर यता घिसार्दै लगेको छ। यता घिसारेछ, यहाँबाट घिसार्दै लगेको रहेछ। यो साल मेरो 3टा पाठा हराइसक्यो, पाठीहरू, बाख्राको पाठीहरू। यो स्यालकै काम हुनुपर्छ। यस्ता घिसार्दै लगेछ, झारहरू सबै मार्दै लगेको छ। यस्ता रसेता लगेको छ। यहाँ यस्तै लगेको रहेछ, घिसार्दै लगेको छ। यत्रो लामो घिसारेछ है। यहाँबाट घिसार्दै लगेको रहेछ। यहाँदेखि कता घिसारे फेरि, यहाँदेखि यता घिसारेर यता लगेको रहेछ। यहाँनिर खाएछ, यहाँनिर बाख्रा खाएछ। यसको लादीहरू मात्र यहाँ छरिरहेछ, बाख्राको लादीहरू। यहाँतिर पनि खाएछ, यतातिर लादी बनाउँदै पनि छ। यहाँतिर नि यहीँ खाएको रहेछ। यहाँतिर त्यहाँदेखि खाँदै घिसार्दै कता लग्यो छैन, हड्डीसम्म छैन। सब सखाप नै खाएछ। यहाँतिर पनि खाएको रहेछ, यतातिर पनि स्यालै हिँडेको छ। कता लगेर सबै खाइसकेछ नि। 7-8 केजीको पाठी थियो, खाइदिएछ। छैन, कतै चिनै भेटिएन। आन्द्रा भुँडीको लादी चाहिँ भेटियो, अरू चाहिँ छैन। खाइसकेकै रहेछ स्यालहरूले। धेरैवटा स्याल रहेछन् यहाँ, एउटा दुईटा मात्र होइन, धेरैवटा रहेछन् क्या। अनि त्यो बगालमा भएको पाठाहरूलाई चाहिँ छेकान लाएर चाहिँ एक्लो पारेर, अनि एकलौटी पारेर चाहिँ पक्रेर खाने गर्दो रहेछन्। अस्ति पनि हरायो, अस्ति जोडी पाठा 2टा हराएको थियो। छैन, भेटिएन। अब यिनीहरूलाई यहाँ पासो नथापी भएन, पासो थापिदिनु पर्यो। ल, मेरो बाख्रा हराएको खोज्दै गर्दाखेरिको भिडियो अब यति नै मेरो भिडियो बनाएँ। अब यो मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु, सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला सबैजनालाई। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँलाई। हस्त, नमस्कार।